देशको सम्माननीय प्रधानमन्त्रीमाथि अरू जेसुकै कुरा भए पनि हाम्रो देशको प्रधानमन्त्री सुशासनको पक्षमा भ्रष्टाचारका विरुद्ध कडा कदम चाल्नुहुन्छ भन्ने भरोसा र आशा अझै जीवित छ। हामी सरकारको सुशासनको पक्षमा खुलेर साथ दिइरहेका छौँ र दिन्छौँ पनि। हामी विरोधका लागि विरोध गर्दैनौँ, तर बेथुदीका विरुद्ध संसदमा आवाज उठाउँछौँ र उठाइरहन्छौँ पनि। किनकि संसद भनेको जवाबदेहिता खोज्ने, जनताका मुद्दाहरू उठाउने, ऐन नियम बनाउने थलो हो। सत्ता पक्ष र प्रतिपक्षको बीचको चर्काचर्की हुनु, बहस हुनु संसदको मर्यादा र संसदीय अभ्यास हो। त्यो भएको हुनाले सम्माननीय सभामुख महोदय, सरकार गठन भएको भर्खरै भएको छ। सरकारले अहिले नै यो काम गरेन, यो काम गर्न सकेन भन्ने कुरामा हामी अहिले छैनौँ। तर सरकारले वर्तमान अवस्थामा बजेट ल्याउँदा र सरकारले आफ्ना धारणा सार्वजनिक गर्दै गर्दा र विभिन्न किसिमका ऐन नियम र विधेयक ल्याउँदै गर्दा हाम्रो फरक धारणा छ। सम्माननीय सभामुख महोदय, सरकारले विद्युतीय सवारी साधनमा करछली र बजेटका सूचना चुहाट प्रकरण जस्ता ठूला काण्डमा महालेखाको प्रतिवेदनलाई लत्याउँदै चुक्याउने काम गर्यो। हामीले विरोध गर्यौँ। नेपालको प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर नेपालले भारतको सिमाना मिचेको छ भनेर अभिव्यक्ति दिनुभयो। प्रधानमन्त्रीको यो कुरालाई सही हो भन्दै हामीले थपडी बजाउन सकेनौँ। सम्माननीय सभामुख महोदय, गरिब दुखी नागरिकले पाउँदै आएको स्वास्थ्य बिमा सरकारले कटौती गर्यो। हामीले गरिबलाई स्वास्थ्य बिमा उपलब्ध गराऊ भन्यौँ। के हामीले गल्ती गर्यौँ?